हेलो एभ्रिवान, वेलकम छ तपाईँ सम्पूर्णलाई मेरो फेरि पनि नयाँ भिडियोमा। अनि आज चाहिँ म नानी स्कुल पुर्याएर यतै भिडियो बनाइरहेको छु। अनि हेर्नुहोस् न, पारी कति दामी देखिरहेको छ। टाढो टाढो हुनेले चाहिँ हेरेर इन्जोय गर्नु होला। यी हुनुहुनेहरूले त प्रायः देखि नै राख्नु भएको हुन्छ। अनि म चाहिँ अहिले नानी पुर्याएर आएर तलबाट ओह्रालो बाटो छ नि त, तलबाट आइवरी चाहिँ म बसेको पल्टेर झरिन्छ होला कस्तो खालको छ बस्ने ठाउँमा नि। अनि ठिक्क भाउजू पनि बाटोमा भेटे, अनि भाउजूसँग बात गर्दै बसिरहेको छौँ। अनि नानी चाहिँ छिटो नै लानुपर्छ भन्दैछ स्कुलबाट। अनि त्यो भनेर चाहिँ पर्खिँदै बसिरहेको छौँ। हेर्दै गर्नु होला। आज चाहिँ रोडमा गाडी चलेको छ, नबेचार हुँदैन। प्रायः सिजन चलिरहेको छ नि त यतातिर टुरिस्टको। अनि त्यो भनेर चाहिँ गाडीहरू ड्याङ हिँडेकै छ। एकछिन खाली हुँदैन। अनि यो चाहिँ गुरुङ गुम्पा हो साथीहरू। आजको वेदर चाहिँ यस्तो छ, घाम पनि त्यस्तो मजाले लागेको छैन। अनि पानी पनि परेको छैन। आज चाहिँ पानी पनि रहिसकेको छ। त्यो साथीहरू हेर्दै गर्नु होला के हुन्छ दिनभरि छु भनेर यस्तो बमिट आउँछ नि। आज चाहिँ जे दिन चाहिँ एकदम दामी भएको छ। यहाँनिर चाहिँ हेलिकप्टर अलिक उताबाट हेलिकप्टर बस्छ। पाइलटहरू चाहिँ भर्खर जानुभयो। अब चाहिँ झन् पुरा हरियो हुन्छ है जङ्गलहरू, पानी परेकै। यता त तर त्यस्तो त्यो उयसमा पनि सुक्नु त सुक्दैन नि है, त्यो हिउँदोमा पनि। यतातिर चाहिँ प्रायः हरियो हुन्छ। अनि अझै पानी पऱ्यो भने चाहिँ पुरै हरियो। यहाँबाट भित्र चाहिँ हेलिकप्टर राख्छ। अनि हेलिप्याड, यसलाई हेलिप्याड भन्छ। अनि यहाँनिर प्रायः टुरिस्टहरू अनि कता जानु, बागडुग्राहरू कता जानेहरू चाहिँ प्रायः यहाँबाट जान्छ। अनि इमर्जेन्सी छ भने नभए त गाडीमा पुगिहाल्छ एकैछिनमा। मेरो भाइ चाहिँ यहाँनिर बस्छ। लामा छ। अनि हामी चाहिँ स्कुल एकछिनबाट त अब यो त गरि त हाल्ने रहेछ नि। उनीहरूको त्यो प्रोग्राम सकेर पढाइ पनि नहुने रहेछ। अनि त्यसको बादमा त नानी लिएर गइहाल्नु पर्ने। त्यो भनेर हामी चाहिँ यतैतिर डुलाइ। अनि यहाँ माथि चाहिँ भाइहरू यो माथि चढेर सफा गर्दै रहेछ। आज हाम्रो भाइ त छैन कि क्या सफा गर्नु। यो चाहिँ नयाँ रोड बनाउँदैछ, पिच गर्दैछ। के भएको जानु त जान्छ, तल रोकेको पो होला। हजुर, तलबाट रोकेको छ नि। यो चाहिँ यस्तो हुन्छ, आफै फोन माग्दै सब्सक्राइब गर्नुपर्छ, नभए चाहिँ पारा छैन। अनि हामी चाहिँ फेरि डुल्नु घुम्नुतिर लाग्यो। अनि आज चाहिँ कस्तो हजुर छ होला हौ, आउँदैन नि मलाई गरेको होला होइन। अन्त यहाँ भाउजूकोमा पनि हेर्नु पर्यो सब्सक्राइब छ कि छैन भनेर। भाउजूकोबाट त छ जस्तो लागेको थियो। छ, मलाई त हेर्नु गर्नु आयो। भाउजूकोबाट चाहिँ गरिसक्नु भएको छ अस्ति नै। हेर्दै गर्नु होला साथीहरू के कस्तो हुन्छ। अनि अहिले चाहिँ यस्तो दामी देखिरहेको छ। घाम पनि लागेको छैन, दिन पनि धुम्म छ। अनि अलिअलि त्यता खुल्ला भएको छ आज चाहिँ। अनि आज चाहिँ डुलाइ। अनि मेरो भाइ चाहिँ माथि बस्छ, उसको चाहिँ यहीँ बस्छ। यस्तो साथीहरू हेर्दै गर्नु होला। मेरो दुश्मन जाति चाहिँ यहीँ सुतिरहेको रहेछ सबै। मलाई सानो डर लाग्दैन। यो चाहिँ हो ल कलेज। आज त दामी भएछ हौ दिन पनि। सुतिराख्नु भएको रहेछ आज चाहिँ।
सबैजना नभए त यिनीहरूले सानो खेल्छ। भरिको ड्युटी भयो होला, अब दिनभरि सुत्नुहोस् तपाईँहरूको। अहिले भरे बेलुका मान्छे आएको देख्नुभयो भने चाहिँ यस्तो उयो त झन् चुप्प लागेर आएर टोक्छ। एकचोटि मलाई टोकेर स्कुल घारीतिर फालिदिन्छ है भनेको थिएँ। भन्नुपर्छ मलाई फेरि चिन्छ हो, चिन्छ पहिलेदेखिकै त्यसले चाहिँ। यहाँबाट चाहिँ यस्तो देख्छ, बोझाघारी पनि देख्दो रहेछ है। बोझाघारी कस्तो दामी देखिरहेको छ। यहाँ चाहिँ पहिले कुनै घर थिएन हामी आउँदाखेरि चाहिँ, अहिले चाहिँ सानो घर भइसक्यो नि, जङ्गल 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 थियो। अनि चाहिँ पारीको डाँडा यस्तो दामी देखिरहेको छ। यो डाँडा त्यो माथि म त्यो माथि उयो एक थुङ्गा पुरा उयो छैन ऊ रुखहरू, त्यहाँसम्म चाहिँ पुगेको। ए होइन, यता पनि आएको छु, आउनु चाहिँ त्यहाँसम्म चाहिँ आएको छु। त्यहाँनिर गुम्पा कि के छ हौ, त्यहाँनिर गुम्पा। एकचोटि त्यहाँनिर आगो लागेको थियो नि, त्यो ढुङ्गाको त्यहाँनिर आगो लागेको थियो। अनि साथीहरू यस्तै छ गान्तोक चाहिँ। आज गान्तोकको वेदर चाहिँ यस्तो खालको छ। हनुमान टक यता 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 हनुमान टक चाहिँ भयो यता है। हनुमान टक भयो, बुलबुले मुनि मुनि गयो। बुलबुले हो यता माथि, यता माथि हो बुलबुले। बुलबुले चाहिँ यता माथि हो, यता माथि भन्दाखेरि आकाशपट्टि देखा चाहिँ यता माथि हो। अनि यस्तो छ हो त, माथिदेखिको तल देख्छ। त्यो डिस्ट्रिक्ट भयो, यो पारी चाहिँ राङ्का लुइङ। अनि हामी चाहिँ छौँ हेलिप्याडमा, ल कलेजमा। हाम्रो चाहिँ दिनभरिको कामै यस्तरी क्या डुल्दै हिँड्दै। अनि आज फेरि हिँड्नुपर्ने छ। के मिठाई अरे नानी हो? चस्मावाला हो। लिन चस्मावाला मिठाई चाहिहाल्यो। खाइहाल्यो त मिठाई चाहिँ। हिँड्नु हिँड्नु ल लगाऊ। यो पनि पक्रिन। लिन कहिले म पक्रिन्छु। लिन त साथीहरू, म चाहिँ नानी लिएर पनि घर फर्किसकेँ। अनि उसको चाहिँ छिटै भन्दा पनि ठिकै टाइम हो। आज चाहिँ स्कुलमा फेयरवेल रहेछ, 5 जना जानुहुने रहेछ आज चाहिँ। 3 जना म्याम, 2 जना सरहरू। त्यो भनेर चाहिँ स्कुलमा चाहिँ आज प्राय प्रोग्राम मात्रै रहेछ, पढाइ चाहिँ त्यस्तो बेसी भएको छैन रहेछ। अनि यो चाहिँ 10 रुपियाँको मिठाई। नानीहरूले चाहिँ कति छिटो देख्छ यस्तो खालको चाहिँ। तिमीले कहाँ देखेको थियौ बहिनी? यो उसले चाहिँ माथि यसको यो चाहिँ लाउनु मात्रै। म चाहिँ यहाँनिर चाहिँ मिठाई पाउँदो रहेछ भनेर हेरेको होइन रहेछ। भरे मिठाई चाहिँ खोइ त, खोइ यो मिठाई चाहिँ भरे यति पाउँदो रहेछ। नानीहरूले पनि के देख्छ हौ, नानीहरूले देख्छ परिपरि। बाई बाउ छिरियो पर पुगिसक्यो। आमामा उसलाई साह्रो परिरहेको रहेछ। कता यतापट्टि पो लाग्छ त हौ।
हौ डस्टबिनमा लगाउनुपर्छ टिप यहाँ ल्याऊ गुड हाम्रो चाहिँ प्रायः दुईजनै बुढाबुढी नै हिँडे हुन्छ कन्टिन्यू यस्तै हो काम भएन भने ल अनि अहिले चाहिँ हाम्रो काम पनि छैन भाँची पनि त्यो नानीको चाहिँ ये है भाभी का सब्जी दुकान। भाभी को सब्जी दोकान बहिनीको छुट्टी भयो